जस्तो यो अहिले नेपालको राष्ट्रिय झण्डा छ, चन्द्र सूर्य अंकित दुई त्रिकोणात्मक जुन झण्डा छ, यो झण्डा चाहिँ वास्तवमा राष्ट्रिय झण्डा नभएर यो चाहिँ अराष्ट्रिय झण्डा हो। किन अराष्ट्रिय झण्डा हो त भन्दाखेरि यो झण्डा चाहिँ भारतको एउटा रजौटा पृथ्वीराज चौहानले भारतको एउटा राज्यमा आफ्नो राष्ट्रिय झण्डाको रूपमा पहिल्यै प्रयोग गरिसकेको झण्डा हो। त्यही झण्डा चाहिँ भारतबाट आएका साम्राज्यवादी शासकहरूले नेपालमा केही संशोधन गरेर त्यसैलाई राष्ट्रिय झण्डा बनाइएको हो र यो झण्डा चाहिँ भारतबाट नेपालमा भित्राइएको कारणले गर्दाखेरि यो अराष्ट्रिय झण्डा हो र यो अराष्ट्रिय झण्डालाई नेपालमा राष्ट्रिय झण्डा बनाइएको छ। र हिजोको राजाको शासन हुँदाखेरि यो अराष्ट्रिय झण्डालाई राष्ट्रिय झण्डा बनाइएको थियो, त्यसमा कोही बात छैन। तर जब 2063 सालमा नेपालमा अन्तरिम संविधान जारी भयो, अन्तरिम संविधान जारी भइसकेपछि धेरै कुराहरू परिवर्तन भए। जस्तो कि नेपालको मुद्रा परिवर्तन भयो। नेपालको मुद्रामा राजाको फोटो हुन्थ्यो, त्यो फोटो हटाइयो र हिमालको फोटोहरू मुद्रामा प्रकाशित भएर आयो, लाली गुराँसको फोटोहरू प्रकाशित भएर आयो। यो कुरा तपाईँलाई राम्रोसँगले थाहा छ। दौरा सुरुवाल ढाका टोपी यो अराष्ट्रिय पोसाक हो। यो राजस्थानबाट हिजोका भडगौरा शासकहरूले नेपालमा भित्राएको पोसाक। तपाईँले राजस्थानको मान्छेहरूलाई राजस्थानमा गएर हेर्नुभयो भने यही दौरा सुरुवाल लगाएर त्यहाँको मान्छेहरू हिँडिरहेको हुन्छ र दौरा सुरुवाल यो राजस्थानको पोसाक हो भनेको यो अराष्ट्रिय पोसाक हो। यो अराष्ट्रिय पोसाकलाई नेपालमा ल्याएर तिनै राजस्थानी शासकहरूले नेपालमा राष्ट्रिय पोसाक बनाउने काम गरे। र 2063 सालको अन्तरिम संविधान जारी भइसकेपछि यो दौरा सुरुवाल ढाका टोपी पनि राष्ट्रिय पोसाकबाट हटिसकेको छ। हिजो नेपालमा अन्तरिम संविधान जारी हुनुभन्दा अगाडि सबै नागरिकको नागरिकता पाउँदाखेरि पुरुषहरूको फोटोमा चाहिँ अनिवार्य रूपले ढाका टोपी हुनु पर्दथ्यो। तर अहिले अन्तरिम संविधान जारी भइसकेपछि अहिले नागरिकताको फोटोमा ढाका टोपी अनिवार्य छैन। मेरो उमेर समूहको र मभन्दा अगाडिको उमेर समूहको सबैको नागरिकतामा ढाका टोपी हुन्थ्यो भनेको नेपाल अन्तरिम संविधान जारी भइसकेपछि मुद्रा पनि परिवर्तन भयो र अराष्ट्रिय पोसाक पनि खारेज भयो। तर यो अराष्ट्रिय झण्डालाई चाहिँ यिनीहरूले यथार्थ राखेको छ। यो भनेको चाहिँ यिनीहरू लोकतन्त्रप्रति, धर्मनिरपेक्षताप्रति र प्रान्तीय सरकारप्रति इमानदार नहुनु हो।